बाइक तान्न सक्दैन केटाहरु बाइक तान्न ए आम्मामा धुलो हो यो त धुलो भयो बिस्तारै 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 2 मा अनि यहाँबाट कति लाग्छ नि टाइम त रानेस्कोट जानलाई आधा घन्टा लाग्छ त्यहाँ एउटा ढुङ्गामा रानेस्कोट भन्ने लेख्या त्यताले माथि जानु भयो नि पुग्छ हो रानेस्कोट बबल छ रमाइलो छ हैन यहाँबाट चाहिँ के देखिन्छ ओहो डेन्जर देखिन्छ चाहिँ यहाँबाट त्यहाँ हेट यहाँबाट त दामी देखिन्छ यार तर चाहिँ राम्रोसँग घाम लागेन चाहिँ सुरु भयो अलिकति अब चाहिँ कच्ची सुरु भयो अब चाहिँ सुरु भयो केटा अब सुरु भयो सुरु भयो अब चाहिँ बाटो चाहिँ डेन्जर हुन्छ यार हिँड केटा खतरा कुदाने भाइ कच्ची पनि दामी कुदाने केटा होइन केटा देखाउनु पर्छ कि अहिले त अति धुलो हाने केटाले यो बाटो त चिल रहेछ त अति धुलो ए भगवान केटाले अति चलाइन्छ क्या राजा नि माथिबाट हुन्छ यताबाट नि हामी अब हिँड्न पर्ने रहेछ अलिकति होइन यहाँबाट अलिकति हिँड्नुपर्छ टुप्पामा पुग्ने हो कि अब यहाँ राख्नु ए झोला चाहिँ पुरै खतम भएछ यार ल लोकल खाए पनि बिकासी खायो नि खामला यार हाम्रो बाइक चाहिँ यता छ है पुरै बाइकको कुरा नगरौँ यस्तो धुस्नु नै छ है यता चाहिँ एक्सआर छ यता मेरो एनएस छ होइन अनि यता चाहिँ हाम्रो एफजेड छ भाइको होइन तिम्रो नाम के भने अरे मैले त नामै भुलेँ कि सन्दीप भाइको होइन पुरै नेपालको झन्डा पछाडि हालेर है चट्टा रमाइलो भइरहेछ के हुन्न लिएर हिँड झन्डा दामी भइरह एकदम ठिक छ यार रमाइलो भइरह धुलो लास्टै खाइयो कि धुलोको चाहिँ कुरै नगरौँ कि जाम त उता माथि किनौँ ल के भयो होइन चलिहाल्छ नि जाम अरू पानी किनौँ के खायो चुइकेमसम्म थियो कि डिसलाई खान्छु सन्दीप बाउ जाम केटाहरू हिँडेन अड्यो है अब यताबाट जाने हो ट्याक्क माथि गएर यसो अब भ्यू हेर्ने हो रमाइलो भइरहेछ होइन यहाँ चाहिँ क्याम्प फायर बस्ने छ है अब हामी त्यस्तो त्यो सोचेर आइए होइन ठिकै छ केही भएन हुन्छ ल म किन्छु होइन अगाडि उकालो सकियो अब ए भगवान सही छ सही माथि पुग्ने हो चाहिँ रमाइलो भयो सही रहेछ यार रानेस्कोट बबल छ रमाइलो छ होइन यहाँबाट चाहिँ के देखिन्छ ओहो डेन्जर देखिन्छ चाहिँ यहाँबाट त यार हेट यहाँबाट त दामी देखिन्छ यार तर चाहिँ राम्रोसँग घाम लागेन चाहिँ
होइन राम्रोसँग घाम लागेको छैन हेर न अझै घाम लाग्दा त्यस्तो बबल हुन्थ्यो मटु कस्तो लाग्यो त भन त कतिको रमाइलो लाग्यो यहाँ माथि आएर भन न आज यता अन्छ क्या मार ए म यताबाट उता बोल्दै उताबाट यता बोल्दै हो क्या आजन पहिले उता उसलाई सन्दीप बसेछु सन्दीप कस्तो भइरह ल भन राइनोस्कोट आएर कतिको रमाइलो लाग्यो तिमीलाई भन मलाई एकदम रमाइलो लाग्छ कस्तो हो बाटो बाटो चाहिँ कस्तो लाग्यो तिमीलाई मलाई के लागिरहेछ मैले ज्यानको जोखिम गरेर यहाँसम्म आएर आइरहेँ यो हेर्न आएछु जस्तो लाग्यो र एकदम राम्रो अनि यता नाम चाहिँ के तिम्रो हेलो गाइज अहिले हामी यहाँ के अरे राइनोस्कोट आइसक्यौँ होइन लमजुङ पर्छ यो है तर एकदम रमाइलो लाग्यो अब अलिकति घामले अलिकति हामीलाई साथ दिएन केही छैन ठिक छ रमाइलो भइरहेछ होइन केटा कस्तो भइरह स्वागत बवाल रमाइलो रमाइलो भइरहेछ होइन यता पनि भाइ तिमी नि अनि यता हाम्रो पिआरएम भ्लग है यता चित्ता 2 होइन पिआरएम भ्लगलाई केही छैन अब उसको नै हालिदिन्छु म भ्लग होइन म हालिदिन्छु र उसले आफै हाल्छ नि होइन म एडिट गरिदिन्छु उसले चाहिँ आफूले होइन आफूले हाल्छ यता हाम्रो भाइ सन्दीप होइन सन्दीप भाइ छ त कस्तो लाग्यो तिमीलाई एकदम रमाइलो बहुत अच्छा अनि यता हाम्रो राजन कस्तो भयङ्कर रमाइलो लागिरहेछ एकदम मजा आइरहेछ कस्तो लाग्यो तिमीलाई रमाइलो लाग्यो बाटो कस्तो भन्नु त एक्जाम दिने मजा जस्तो गरेर अनि यता हाम्रो सौगत सोधेर आन्सर दियो कस्तो लाग्यो बवाल छ एक्चुअली आउनै पर्ने ठाउँ छ एक्चुअली आउनु होला होइन त्यो बाटो पनि बवाल छ अफरोड बवाल हान्नु पाइन्छ होइन मजा छ भ्यू पनि बवाल देख्यो आज चाहिँ अलि राम्रो देखिन नत्र बवाल भ्यू देख्दो रहेछ यताबाट घामले आज अनि यहाँ यता कता वरिपरि प्याराग्लाइडिङ उडाउँदो रहेछ कि ठ्याक्कै थाहा भएन यतापट्टि हेरे देख्न त देखिन्छ कि देखिन उतापट्टि साइडमा ऊ त छेउमा हेरे होइन त्यहाँ हामी बाइक गयो भने जाम्ला नि बाइक गयो भने हामी गइन्छ होइन अब यतातिर कस्तो लाग्यो तिमीलाई कस्तो लाग्यो भन त रमाइलो एकदम ल अब यही है अब त्यही अब भ्लगहरूमा तपाईँले सबै हेरिरहनु भयो होइन मेरो पहिलाको भ्लगहरू तपाईँले हेर्नु होला है अझ योभन्दा दामी दामी भ्लगहरू अझै हामीले ल्याउने कोसिस गरिरहेछौँ होइन तपाईँको सपोर्ट एकदम हामीलाई खासो छ है त्यही हो अब के भन्छु